हेलो हाई गाइज वेलकम टु द नेक्स्ट भिडियो। मेरो अर्को भिडियोमा तपाईँहरूलाई स्वागत छ। म चाहिँ तेजु लामिछाने। म चाहिँ आज कुन ठाउँ जाँदैछु भनेपछि आज काठमाडौँमा रहेको चन्द्रगिरी जाँदैछु। चन्द्रगिरीमा के कस्तो छ भन्ने कुरो चाहिँ म चाहिँ आज देखाउन जाँदैछु। म नि आज फर्स्ट टाइम हो चन्द्रगिरी जाउँ, के कस्तो हुन्छ तपाईहरूलाई म देखाउँदै जानेछु। हस्त A few moments later. ओके, फाइनली हामी चन्द्रगिरी नजिकै आइपुगिसक्यो। चन्द्रगिरीको ठ्याक्कै हामी गेटैमा आइपुगिसक्यो। तपाईँहरू देख्न सक्नुहुन्छ चन्द्रगिरीको गेट। हेर्नुहोस्, चन्द्रगिरी हिल्स स्वागत छ। वेलकम टु चन्द्रगिरी हिल्स। कस्तो लाग्यो केटा? मलाई एकदम रमाइलो भइरहेछ। त्यो अरूभन्दा पनि त्यो केबल कारमा चढ्न चाहिँ एकदमै एक्साइटेड भइरहेको छु म एकदम। अनि बहिनी तँलाई के छ? तँलाई कस्तो लागिरहेछ? मलाई एकदम रमाइलो भइरहेछ। ल लजाएर भाग्यो। ल हामी प्रवेश गऱ्यो। ओइ कस्तो आएको छ भिडियो त्यहाँ? ठिक छ? मेरो आइरहेछ भिडियो? ठिक छ। अलिकति माथि गर्नुपर्छ टाउको ऊ भएको छ। ल हामी चाहिँ हिँडिरहेछ। तपाईँहरू गाडीहरू रिजर्भमा आउनुहुन्छ भने चाहिँ पार्किङ यता हुनुहुन्छ। हामी चाहिँ सिधै पैदलमा आएको तलबाट। तल चाहिँ हामी ठ्याक्कै गाडीमा आएको थियौँ। गाडी चाहिँ तलैबाट ओर्लेर हामी आएको। हामी चाहिँ यताको बाटो हिँडिरहेछौँ, देख्न सक्नुहुन्छ तपाईँहरू। यहाँ चलिरहेछ भिडियो। नम्बर चलिरहेछ, माथि रातो नम्बर चलिरहेछ। हामी चाहिँ ठ्याक्कै माथि नै आइपुगिसक्यो। चन्द्रगिरी हामी मन्दिर जानको लागि चाहिँ हामी केबल कार चढेर जानुपर्ने हुन्छ। केबल कारको लागि चाहिँ अब टिकटको व्यवस्था चाहिँ के कस्तो छ त्यो हामी जान्नै पर्ने हुन्छ, गएर बुझ्नै पर्ने हुन्छ। माथिबाट आएर तपाईँहरू हेर्नु पहिला त्यहाँ चेक गरेर होला टिकट। टिकट काउन्टर चाहिँ यहाँ छ। तपाईँहरू आउन सक्नुहुन्छ। टिकट काउन्टर यहाँ छ। फोटो हेर्ने हामी पनि जानु चल्नु होला होइन, टिकट यहाँ पहिला बुझौँ अनि पछि फर्केर खिच्दा नि भइगयो नि। टिकट के कस्तो छ सर त? केबल कारको लागि चाहिँ यहाँ टिकट लिन गइरहेको छ। हेर्न सक्नुहुन्छ टिकटको लाइन छ एकदमै धेरै। हामी चाहिँ अघि नै आइपुगेको, ठ्याक्कै 11 बजीतिर आइपुगेको। 12:45मा पुग्छ भन्ने कुरा है। त्यही भएर ठ्याक्कै हामी पर्खेर चाहिँ हाम्रो चाहिँ ठ्याक्कै 12:45 चाहिँ टिकट खुल्ला भइसकेको छ। मेरो लागि चाहिँ उहाँ टिकट लिनु गइरहेको छ। अब एकैछिनपछि हामी टिकट लिइसकेपछि हामी अगाडि बढ्दैछौँ। चन्द्रगिरी हिल चाहिँ हामी कति भनेपछि 1569 मिटरको उचाइमा छ भनेदेखि 5148 फिट चाहिँ माथि रहेको छ यो समुद्र सतहबाट। हामी चाहिँ चन्द्रगिरी मन्दिर जानको लागि चाहिँ हामी टिकट लिने क्रममा चाहिँ छौँ हामी।
फाइनली टिकट पनि लिइसकेको हामी चाहिँ उसलाई पनि बोला न लाइनमा छौँ तिनैजना लाइनमा कहाँ छ त्यो उहाँ त्यो छु ओए आइज आइज त्यहाँ लाइन बस्नु कहिले ल हामी चाहिँ अब लाइनमा टिकट पाइसकेको हामीले चाहिँ केबल कारको लागि यति धेरै लाइन छ यति धेरै लाइन छ लाइन त छोड्नु पो पर्छ कि क्या हो टिकट त आउनु मिल्छ र त्यहाँ टिकट लिने मान्छे अगाडि चाहिँ जानु मिल्छ टिकट कहाँ छन् अगाडि भने कहाँ ए मान्छे यहाँ यहाँ छ भने त हुन्छ सँगै बस्न आइज न कहाँ छुटेर बस्ने नै होइन ग्रुप ल यति धेरै लाइन छ यहाँ केबल कार चढ्नको लागि चाहिँ टिकट लिएर आउनुहुने साथीहरू के हो कोग्रे हो ए म त ल भनेको कि ल भिआइपीलाई त्यो त लाने दिदी हो के अरे के भन्नु हामी त सर्वसाधारण पऱ्यो हजुर त्यही त गाह्रो छ नि हामीलाई ओ ल ल ल ल केबल कार भनेको त्यस्तो हुँदो रहेछ बल्ल आज मैले देखेको केवलमा आज कुद्ने कार त्यहाँ पनि चढ्ने भयो म केवलमा कार केवलमा कुद्ने कार फर्स्ट टाइम आज ओइ भित्र त कत्रो लाइन हो त अनि भित्र त धेरै लाइन रहेछ नि त अनि चलेछ हेर त टिकट देखाउनु पर्छ बिचरा हामी यहाँ टिकट बुझाउने ठाउँ चाहिँ यहाँ यहाँबाट त छुट्टी नै रहेछ त टिकट टिकट ए यहाँ पनि मान्छे त कति हो कति गजब छ गजब छ गजब मलाई त्यहाँ जाउँदा भइसक्यो अहिले नै गजब पानी पर्छ कि है पानी पऱ्यो भने त समस्या हुने भयो त नि हाम्रो अनि त्यो भित्र भिज्दैन गजब हुन्छ टिकट त रोइला हाल्नुपर्छ आज ल तपाईँहरू पनि आउनु सक्नुहुन्छ नाइट भ्यू चाहिँ यस्तो देखिन्छ माथिबाट यहाँ पारि ठ्याक्कै फोटो पोस्टरमा देखिन सक्नुहुन्छ टिकट 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 अब त्यहाँबाट लिएको टिकट अब फेरि यहाँ चाहिँ बुझाएर जानुपर्ने हो कि के हो हामीले बुझाएर पर्ने हुन्छ यहाँ स्क्यान गर्ने हो क्या स्क्यान यो क्युआर स्क्यान लाग्छ क्या केटा ए स्क्यान हो यसरी गर्न सक्नुहुन्छ अब हामीले चाहिँ यहाँ टिकट पनि स्क्यान गरेर हामी पनि एकदम मान्यता प्राप्त भइसकेको छ हामी यहाँ ठ्याक्कै अगाडि भइसकेको छौँ अझै यता देख्न सक्नुहुन्छ तपाईँहरू गजब छ गजब हामी चाहिँ एकदम नजिकै आइसकेका छौँ कतिवटा 3वटा लाइनभन्दा हामी टाढै छौँ एकदम छिटो छिटो तपाईँ छिटो हामीलाई रातै परिसक्यो अब के गर्नु त्यो दिदीहरू त अगाडि पुगिसकेको छ त कति ढिलो आएको उहाँ चाहिँ एकजना लाइन बसेर एकजना यताबाट तर हो र एकजना उताको लाइन एकजना यता लाइन बल्ल बुझेँ नि अब त्यो दाइ त खुसी गरे खालको अब तैँले बिहे गरेपछि चाहिँ ठ्याक्कै थाहा भयो नि यो एकदम श्रीमतीलाई घुमाउनु ल्याउँदा भाउजूलाई घुमाउनु ल्याउँदाखेरि तैँले गर्छ नि अर्कोचोटि त ठ्याक्कै होइन कन्फ्युज त हुँदैन नि
त्यहाँ लाइन लाग्ने म उता पैसा तिरेर टिकट काटेर अनि सँगसँगै आउनु ल ठिक छ त्यसो भए जानिरहनु पर्ने रहेछ त्यहाँ चाहिँ सबैले एकदम चलिरहेको छ त्यो डरलाग्दो मेसिन छ त्यहाँ डरलाग्दो छ डरलाग्दो केबल कारमा चाहिँ त्यस्तो लगेजहरू चाहिँ लानु नपाउनु हुन्छ फाइनली हामी पनि अब अन्तिम अवस्थामा आइसकेका छौँ अब केबल कार आइसकेका छौँ हामी 5 जना भएको छैन त्यहाँ देख्न सक्नुहुन्छ सायद हामीलाई लिन आउने तिनै होला हामी चाहिँ अब ठ्याक्कै आइसकेको छ ल फाइनली हाम्रो आइसकेको छ हामी कता हो सर ए हो ए ल ल ठिक छ त्यसो ल बसिया ल ल ल आइज ल ल ल ल ल चढ्यो हामी फाइनली ल फाइनली गाइस फाइनली फाइनली हामी चढिसक्यो हामी चाहिँ प्रस्थान गर्ने ब्याग तेरो गोजी यसमा हाल्नु छ अलिक कहाँ खोजी हो त्यो गोजीमा ल त्यही त उहाँ दिदीहरू पनि हुनुहुन्छ मान्छे अब ल धोका पनि लाग्यो ल ड्याममा हामी कतिजना छ भने 4 जना 8 जना नानीसँग 7 जना ल यतिको चाहिँ हुनुपर्छ है ल हामी अब आकाशमा पुग्नेछौँ ल हामी कम टु नेपाल कस्तो कान बन्द भए जस्तो हुन्छ कि गजब हुँदो रहेछ गजब अलिअलि यस्तो यस्तो चलाउनु पर्यो तलतिर नि जाँदैछ हामी चाहिँ माथि चढ्दैछौँ सानो हेलो गरिदेऊ छोरो हेलो गरिदेऊ न कहाँ गएको तिमी यहाँ डर लाग्यो के डर लाग्नु तलतिर हेर्नु अहिले अहिले तल आउने बेला चाहिँ डर लाग्ने होला अहिले त ठिकै हुन्छ यस्तो यस्तो ठाउँमा चाहिँ अलिक गजब छ नि हो भ्यू ल हेर्नुहोस् खासै राम्रो त देखिँदैन अलिअलि क्याच गर्ने छ यता काठमाडौँ भ्याली यस्तो देखिन्छ हेर्नुहोस् ल हेर्दा सानो कति राम्रो अहिले उहाँ गएर मेरो छोरी के खेल्छिन् गरे चिसो हावा गजब कतमा हेर्दा तर खासै त डर नलाग्दो रहेछ है अघि हेर्दा त डरै लाग्दो जस्तो थियो झर केटा झर झर ल हामी चाहिँ आइपुग्यो फाइनली ठ्याक्कै माथि आइपुग्यो तलबाट चाहिँ हामी चाहिँ होइन अब ठ्याक्कै अब बाहिर के छ भन्ने कुरो अब हामीले हेर्नुपर्ने हुन्छ बल्ल बल्ल धेरै पछि है सुनसान अब अवस्थामा हामी चाहिँ माथि आइसकेका छौँ के छ अब हेर्नुहोस् फर्स्ट टाइम हेर्नुहोस् यस्तो छ गाईहरू माथि जाने होला माथि जाने हो मन्दिरमा माथि जाने होला मन्दिर जाने होला नि त पहिला मन्दिर जाउँ पहिला है अब मन्दिरमा पूजासुजा गर्ने त्यसपछि हामी यसो अलिअलि रमाइलो गरेर फर्किनेछौँ है त पछि भेटौँला तपाईँहरू पनि माथि चन्द्रगिरी हिलमा आउँदाखेरि चाहिँ बच्चा बच्ची लिएर आउनुहुन्छ भने चाहिँ यहाँ चाहिँ एकदम खेल्ने पनि एकदम राम्रो छ यता जिप लाइन एकदमै रमाइलो मनमोहक दृश्यहरू रहेको छ ल हेर्नुहोस् है गाइस हामी चाहिँ माथि ठ्याक्कै चन्द्रगिरीको ठ्याक्कै डाँडामा आएर मन्दिर पनि देख्न सक्नुहुन्छ तपाईँहरूले मन्दिर देख्न सक्नुहुन्छ भालेश्वर महादेव मन्दिर हामीले पनि के भन्नु अब चाहिँ माथि भालेश्वर मन्दिर पनि दर्शन गरिसक्यो हामी चाहिँ माथि चन्द्रगिरीको माथि हाइटमा आएर चाहिँ सम्पूर्ण ठाउँमा चाहिँ घुमिसक्यो हामी एकदम रमाइलो रहेछ हामीले त्यो माथि चन्द्रगिरी भालेश्वर महादेव मन्दिर पनि हामीले दर्शन गरिसक्यो तपाईँहरू आउनु सक्नुहुन्छ खाना
खाना खाजा व्यवस्था एकदम राम्रो रहेको छ। हामीले चाहिँ मन्दिरमा चाहिँ हामीले दर्शन पनि गऱ्यौँ, खाजा पनि खाइसक्यो हामीले। तपाईँहरू पनि आउनु सक्नुहुन्छ, राम्रो दृश्य देखिन्छ। तर आज हामी आएकोले चाहिँ एकदमै कुहिरो लागेर चाहिँ अलिक मौसमले साथ दिएन। कुहिरो नलागेको दिन एकदम मौसम चाहिँ तपाईँहरू चाहिँ आउनु सक्नुहुन्छ, मौसम हेरेर आउनु सक्नुहुन्छ। मौसम चाहिँ हेरेर आउनु भयो भने चाहिँ राम्रो एकदम काठमाडौँदेखिको एकदम नजिकै ठाउँ रहेको छ, तपाईँहरू पनि अनुभव लिन सक्नुहुन्छ। चन्द्रगिरी हिलमा आइसकेपछि तपाईँहरूले के खेल्न सक्नुहुन्छ भनेपछि सबै बच्चा बच्ची सबैले खेल्न सक्नुहुन्छ। अब साइक्लिङ, जिप लाइन सबै रहेको छ, तपाईँहरू पनि रमाइलो गर्न सक्नुहुन्छ। एकदमै रमाइलो स्थान रहेको छ यो। ओके, थ्याङ्क यू। आज मेरो जे जस्तो भिडियो भए पनि अब लाइक, सेयर, कमेन्ट गरिदिनु होला। भिडियो त खासै राम्रो बनाउन सकेन र आज चाहिँ भिडियोलाई यहीँ नै एन्डिङ गर्न चाहन्छु भन्न चाहेँ। र अन्तिममा चाहिँ मेरो यस च्यानललाई चाहिँ सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला है। तपाईँहरूकै माया साथ सपोर्टले गर्दाखेरि चाहिँ हामी अगाडि बढ्ने हो। म जस्तो सानो सानो अथवा हामी जस्तो सानो सानो क्रिएटरहरूलाई चाहिँ अगाडि बढ्ने तपाईँहरूकै हातमा हुनेछ भन्दै मैले चाहिँ आज चाहिँ भिडियोलाई चाहिँ अन्त्य गर्न चाहन्छु। हस् त, धन्यवाद। तपाईँहरू चाहिँ मैले भनेर भन्दा पनि तपाईँहरू आफै आएर चाहिँ यहाँको अवलोकन गर्न सक्नुहुन्छ दृश्यहरू के कस्तो रहेछ। चन्द्रगिरी केबल कार चढ्नुहोस्, आउनुहोस्, घुम्नुहोस्, रमाइलो मुड फ्रेस गर्नुहोस्। एकदमै रमाइलो रहेको छ। हस् त, धन्यवाद। भिडियोलाई चाहिँ र आजको लागि भिडियो चाहिँ यति नै भन्दै भिडियो चाहिँ लाइक, सेयर र कमेन्ट पनि गरिदिनु होला र अन्तिममा सब्सक्राइब पनि गरिदिनु होला भन्दै चाहिँ भिडियो आज यहीँ अन्त्य गर्न चाहन्छु। अर्को भिडियोमा भेट्ने आशा गर्दछु। हस् त, धन्यवाद।